चाहिँ यहाँ चाहिँ अब यहाँ हेर्नु न यतापट्टि इन्डिया यतापट्टि नेपाल है उयो पारी हेर्नुहोस् यो होमस्टे भयो हावाले फुकेर कस्तो साह्रो यो साइड चाहिँ इन्डिया है तल इन्डियाको आर्मीहरू पनि कुदिरहेको रहेछ यो पार सन्तोष लाइन हो यो पर चारैतिर लाइन कस्तो छ हो दिपे चौरीहरू यहीँ छ चरिरहेको छ हेर्नु चाहिँ चौरी गाई लिक्क चौरी गाई साथीहरू जाडोले मर्न आँट्यो घुमिरहेको छ चिसो हावा क्या सिरेटो ज्यादा हो म चाहिँ यो चिसो लागेर हावाले फुकेर यो डबल ज्याकेट लगाएर डबल हिँडिरहेको छु है यस्तो पुरा सिरेटो चलिरहेछ धेरै लामो ब्लक हो यो एडिट गर्न धेरै दिन लाग्छ यो पारी पारी घाम आइरहेको छ है सिरेटो हावा चाहिँ कति साह्रो चलेको यो ठाउँमा बफ्रे चारातिरको चाहिँ हेर्नुहोस् है प्लान हो क्या यहाँबाट 7 किलोमिटर छ अनि हिँड्दै 7 किलोमिटरको यो पैदल यात्रा गरौँ भन्नु चाहिँ साथीहरूले अहिले चाहिँ हामी सन्दकपू लाग्दैछौँ हाम्रो कोही साथी चाहिँ भारी पुगिसकेको छ उता भारी हेर्नुहोस् यहाँ जाँदैछ फेरि यहाँ चिसोले हो ब्याट्री डाउन भएर मोबाइल चाहिँ स्विच अफै हुन आँटिसकेको छ ल है हामी घुमिरहेछौँ है चारातीमा अहिले चाहिँ हामी यो इन्डिया साइडबाटै घुमिरहेछौँ है हेर्नु है यो यस्तो छ है अनि यो पिलर यहाँदेखि यतापट्टि इन्डिया यतापट्टि नेपाल अहिले चाहिँ हामी सन्दकपू जाँदै गरेको हिँड्दै बाइक त जान दिन्छ अरे तर यो बिहान चिसोले गर्दाखेरि चलाउन नसक्ने भएर हिँड्दै गएको कुदिरहेछौँ हामी घुमिरहेछौँ यो इन्डिया साइड हो हेर्नु सिंहलीला यहाँ चाहिँ यो सिरेटो चाहिँ खतरा हो ल है हामी चाहिँ यहाँ चारातेको भ्यूहरू हेरिरहेछौँ है यो चिसोले गर्दा सिरेटो हो चिसो भन्दा पनि सिरेटो चाहिँ एकदम मान्छेबाट लाने फोटो सेसन भइरहेछ है ए क्यामेराम्यान चाहिँ यहाँ हुनुहुन्छ अनि यताको भ्यू चाहिँ यस्तो छ यहाँ अहिले सन्दकपू पनि भन्छ इन्डियनले हामी चाहिँ सन्दकपू भन्छौँ त्यसरी हिँडिरहेछौँ हिँड्दै गइरहेछौँ है पारी हिमालहरू हेर्नुहोस् है मेन चाहिँ यो हिमाल चाहिँ तपाईँको कञ्चनजङ्घा यो चाहिँ कञ्चनजङ्घा हिमाल जाउँ बिस्तारै ल है चारातीको भ्यू यस्तो छ है हिँडेको कारणले गर्दा पुरा स्याहाँ भइरहेछ यो पारी चाहिँ यो कालो जङ्गल यो पारी देख्दै गरेको चाहिँ सन्दकपू हो हामी त्यहाँ जाँदै गरेको हिँड्दै अनि यो तलको सबै इन्डिया हो दार्जिलिङ वेस्ट बेङ्गाल अनि यो तल चाहिँ पारिपट्टि चाहिँ सिक्किम हो अनि यो सबै इन्डिया हो अनि यो चाहिँ नेपाल हो है यता यो साइडपट्टि चाहिँ यो नाङ्गो भएको साइडतिर नेपाल यो रुखहरू भएको
बसेको यो याक स्टे लज चाहिँ यहाँ देखिरहेको छ। यो यहाँबाट आएको हामी हिँड्दै हिँड्दै अनि यो पारिको यो ठुलो हिमाल चाहिँ कञ्चनजङ्घा हो। यो चाराते हो। अनि यो तलको ग्राउन्डमा भएको ठाउँमा यहाँ चाहिँ हाम्रो चौरे महोत्सव लाग्ने ठाउँ यो ग्राउन्ड हो है। अनि यो पारिको सबै नेपालको हिमालहरू हुन्। हिमालहरू हेर्नुहोस् है, देखिरहेछ। अब मेरो मोबाइलको यो त खासै राम्रो छैन, तर पनि म तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छु। मेरो साथीहरूले मलाई छोडेर गइसके। म पनि अब छिटो छिटो कुद्नु पर्यो। ब्याट्री पनि सकिसक्यो। समस्या छ, यहाँ लाइट पनि छैन। सन्तपुर जाँदै गरेको गाह्रो भयो। ए सन्तपुर जाँदाखेरिको भ्यूहरू हेर्नुहोस् है। यो पारि यो तल 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 यो सिलौटीहरू, यो इलामहरू पनि देख्दो रहेछ त यहाँबाट त। ल है, यस्तै छ, हेर्दै गर्नुहोस् ल। जे जति देखिन्छ म तपाईँहरूलाई देखाउने कोसिस गर्दै जानेछु। सिलौटी डाँडा चाहिँ यो हो, हेर्नुहोस् है। यो चाहिँ त्यहाँदेखि यो तल तल मुनि, यहाँ मुनि चाहिँ यहाँ तल यो डाँडाको मुनि फेदमा चाहिँ फिदिम बजार छ। यो डाँडाले छेकिएको छ। त्योहरू हिँड्दैछन् सन्तपुर स्याँ स्याँ फ्याँ फ्याँ गर्दै भोक भोकै हिँडिरहेको छ। बिहान बिहानै चिया पानी केही नखाइ हिँडेको आज हामी। निकै गाह्रो हुँदो रहेछ हिँड्न। जाँदैछौँ है सन्तपुर, हेर्नुहोस्। आइपुग्दा चाहिँ मलाई एउटा अचम्म लाग्यो। यो ढुङ्गा चाहिँ कसरी अडिएको छ हेर्नु। तल लडिआएको जस्तो पनि देखिन्छ। तल फेदमा हेर्नु, तल अचम्म लागिरहेको छ होइन। यो पारि सिलौटी डाँडाहरू, यो तल सिदिनहरू सब देख्दो रहेछ। सन्तपुर जाने क्रममा आज हामी धेरै पुरानो यो गाडी, ब्रिटिसको पालाको गाडी, ल्यान्ड रोभर गाडी यहाँ भेटाइयो, देखियो। हेर्नुहोस् त, यो भनेको त एकदम ज्यादा गाडी हो क्या। जस्तो ठाउँमा कुद्ने गाडी। हामी हेर्दै जाँदैछौँ। चौरेहरू बसिरहेछ। यस्तो चिसोमा बस्ने जात्रा हो यो। यो चाहिँ इन्डिया साइड है। हामी इन्डिया साइडबाट हिँडिरहेछौँ सन्तपुर जाँदै गरेको। पुग्नु छैन यार, कति टाढो हो। हौ हौ हौ, यहीँ छ सन्तपुर, हेर्नु नि। केही गर्दा पुगिँदैन त, अचम्म होइन। साथीहरू हिँडेको हिँडेकै एक टोली अगाडि गइरहेछ। हामी पुग्नु छैन। के अचम्म हो, कति टाढो बाटो। जाडोले गर्दा होइन, टोपी, यो ज्याकेट, यो सब डबल ज्याकेट लगाएर हिँडिरहेछ। यो फुल चाहिँ यो लिँदै गरेको फुल चाहिँ बिखुमाको जडीबुटी। यो क्षेत्रमा यो खालको जडीबुटी प्रशस्त मात्रामा पाइन्छ। ल हामी जाँदैछौँ। साथीहरू जाँदैछन्, कोही फोटो खिच्दैछन्, कोही अगाडि गइसके। ए हाम्रो टोलीहरू फोटो खिच्दैछन् है। भ्यू राम्रै छ। यो एक प्रकारको रहेछ। यो सबै इन्डिया साइड है। सन्तपुर हामी जाँदै गर्दा बाटोमा लिएको यो भ्यूहरू कस्तो राम्रो देखिएको छ। साथीहरू त्यहाँ आउँदैछन्, फोटोसुट गर्दैछन्, भिडियो सुट गर्दैछन् साथीहरू। यहाँ यो एउटा साथी चाहिँ भोकले स्ल्याक्कै भएर हिँड्नै नसकेर आउँदैछ। पानी पनि यहाँ खानु पाएको छ। पानी नखाइ हिँडेको हो नि त हिँड्न पनि। हामी चाहिँ अहिले चाहिँ यो इन्डियाको रुट, यो ट्रेकिङ रुट हो यो पनि।
प्रायः जस्तो यसमा ट्रेकिङ मान्छेहरू ट्रेकिङ रुट गर्न रुचाउँछन् हिँड्छन्। अनि हामी पनि यो बाटो हुँदै इन्डियाको रुट हुँदै सन्तपुर गइरहेछौँ। यहाँ गाडी पनि हिँड्छ, तर यो इन्डियाको गाडी मात्र हिँड्छ, हाम्रो नेपालले पाउँदैन। यहाँबाट चाहिँ गोरुवाले भन्ज्याङ पनि देख्दो रहेछ, यहाँ परको त्यो गैरीमा हो। अनि यहाँदेखि उता चाहिँ सबै यो इलाम एरिया भेट्यो। इलामको चाहिँ सन्तपुर गाउँपालिका। हामी यो सन्तपुर जाने क्रममा यहाँबाट लिएको भ्यू यो तुवालो। अनि यो चाहिँ ठ्याक्कै फेरि इन्डिया हेर्नुहोस् है, इन्डियाको यो रोड गाडी पनि हिँड्छ। त प्रायः जस्तो चाहिँ यहाँ ट्रेकिङ रुट नै गर्छन् मान्छेहरू। हामी पनि त्यही रुट प्रयोग गरेर हिँड्दैछौँ। अनि ठ्याक्कै यहीँनिर चाहिँ फेरि नेपाल, कति नजिक है। हामी त यसो लु त इन्डियामा जा त, हो त्यो इन्डिया भयो। अब यता नेपाल छिरिहालौँ, नेपाल आयो है, कति नजिक। अनि यो तल सबै इलाम एरिया। हाम्रो साथीहरू गइरहेछ हेर्नु त। यहाँ चाहिँ चाराते, फालोट, 3 सिमेनाको भ्यू। नेपालको हिमालहरू यो पारिको यो डाँडा इन्डिया हो। यो परको कुम्भकर्ण, यो चाहिँ कुम्भकर्ण है। अनि यताको यो क्षेत्र चाहिँ यो परको हिमाल चाहिँ कञ्चनजङ्घा। त्यहाँदेखि उता सिक्किम, अलिक वर यता यो 3 सिमेना, चाराते, फालोटको एरिया। यहाँ हाम्रो साथी चाहिँ भोकले जानै लाग्यो। कोही साथीहरू पर जाँदैछन्, कोही आउँदैछन्। यो सन्तपुर एरिया, अब यहीँ छ सन्तपुर, हेर्नु न। 3 घन्टा भयो त्यहाँ हेरेको। केही गरी पुगिँदैन त अचम्म। म तपाईँहरूलाई देखाउँछु सन्तपुर। अलिकति एन्टी लाइट पनि पर्दो रहेछ। पर्न चाहिँ यो 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 घरहरू देखिँदैछ नि, यो क्षेत्र, यो ठाउँमा पुग्नुपर्ने। पर चारातेबाट हिँडेको 3 घन्टा भइसक्यो, केही गर्दा पुगिँदैन। यस्तै छ है हाम्रो हालत। फालोट एरियाको घुमाइ हुँदैछ हाम्रो। यो क्षेत्र चाहिँ इन्डिया हो। त पल्लो छेउ हिमालको त्यो छेउछेउ देखिँदै गरेको चाहिँ सिक्किमको यो मलाई जहाँसम्म लाग्छ यक्सम साइडतिर होला भन्ने लाग्छ। कन्फर्म मलाई थाहा चाहिँ भएन। यो कञ्चनजङ्घा भइहाल्यो, यो चाराते फालोट एरिया भइहाल्यो। साथीहरू जाँदैछन्। निकै मजाको ठाउँ रहेछ। यो फुलेको सिजनमा चाहिँ दामी देखिन्छ है। अहिले चाहिँ अलिअलि गर्मी भएर अर्को ज्याकेट चाहिँ खोलेर मैले काँधमा बोकिरहेको छु। माने हो, यो हाम्रो नेपालीहरूको जनविश्वास छ। यसमा ढुङ्गा राखेर यसो राखियो भने चाहिँ आफूले सोचेको, ताकेको, हाँकेको पुग्छ अरे भन्ने चाहिँ नेपाली जनविश्वास छ। ल त नेपालको यो पुरानो यो चलन हो। चलन। यहाँ चाहिँ इन्डियाबाट इन्डियाको रुट गाडी आउँदैछ, टुरिस्टहरू लिएर आउँदैछन्। हात पनि हल्लाउँदैन। यो चाहिँ इन्डियाको टुरिस्ट है। हेर्नुहोस् त, यस्तो यो अफ रोडमा पनि गाडी कुदिरहेछ। अचम्म, यो गाडीको पावर चाहिँ कति होला। यो बाटो त एकदम अफ रोड छ नि त, गाह्रो छ यहाँ हिँड्नु।
डब्लुबी गाडीहरू हिँडिरहेछ इन्डियाको गाडीहरू टुरिस्ट लिएर हिँडेको गाडी भएला गए साथीहरू यहाँबाट अलिकति राम्रै ठाउँ देखियो यो जङ्गल एरिया यो सबै इन्डिया हो हामी त्यो परबाट आएको हेर्नु कति टाढा छ नेपाल इलामको साइड अब हामी लगभग पुगिसक्यो है सन्तपुर पुग्नै लाग्यो अब कम्ती छ पर देख्दै हुनुहुन्छ त्यहाँ पुग्नु छ अब ल साथीहरू यहाँ हुँदैछन् है अब यो बाटो हुँदै 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 हामी यहाँबाट फाइनल्ली यहाँ सन्तपुर आइपुग्यौँ यही हो उति देखिरहेछ होइन यो साइड चाहिँ सबै इन्डिया क्षेत्र हो अनि यो पर देखिने गरेको त अब त्यो कञ्चनजङ्घा भइहाल्यो चाराते फालोट यो पर तपाईँलाई देखाउँछु चाराते त्यहाँबाट यहाँ हामी हिँड्दै आएको कम्तीमा पनि 4 घन्टा लागिसक्यो यस्तो चाहिँ यहाँको भ्यू अहिले हामी सन्तपुर आइसकेको छौँ यहाँ हामी जाँदैछौँ सन्तपुर घुम्दैछौँ ल हेर्नुहोस् है हामी यो ठाउँमा आइपुगेका छौँ इन्डियाको गाडी पनि आइरहेछ यो रोडदेखि उता इन्डिया यो रोडदेखि यता नेपाल साह्रै स्वादको ठाउँ हो हेर्नुहोस् त है यो इन्डिया गाडी अब यो रोडदेखि चाहिँ उतापट्टि इन्डियाको भयो यतापट्टि नेपाल यहाँ हाम्रो पिलर छ जङ्गे पिलर हेर्नुहोस् त हाम्रो जङ्गे पिलर अब यो जङ्गे पिलरदेखि यता इन्डिया यसो नै अनि यतापट्टि चाहिँ नेपाल यो होटलमा यो कति नम्बर पिलर रहेछ हौ नेपाल 58 83 10 मलाई चाहिँ लाग्छ यो 10 नम्बर पिलर होला सायद हेर्नुहोस् यो रोडदेखि यतापट्टि इन्डिया यतापट्टि चाहिँ नेपाल बोर्डर एरिया फाइनल्ली अहिले चाहिँ हामी सन्तपुर आइपुगिसकेका छौँ र यो सन्तपुरमा चाहिँ माई खोलाको शिर चाहिँ यो अरे मलाई थाहा थिएन यो भाइले भनेको यहाँबाट चाहिँ माई खोला बग्दो रहेछ हेर्नुहोस् माई खोलाको शिर रहेछ यो चाहिँ यहाँ पोखरी सानो पानी जमाएको रहेछ है यहाँबाट चाहिँ माई खोला यहाँबाट चाहिँ बग्दो रहेछ माई खोलाको उद्गम थलो भनेको यही रहेछ यही ठाउँबाट यहाँबाट चाहिँ माई खोला यो यहाँबाट बगेर चाहिँ माई खोला बगेर जानुपर्छ अनि यतातिर चाहिँ मन्दिरहरू छ हेर्नुहोस् पुरै मन्दिरहरू छ हामी अहिले यहाँ आएर दर्शन गरिरहेको छ फर्कियो होला हौ तिनीहरू हाम्रो टोली अर्को टोली चाहिँ खै कहाँ पुग्यो रेकर्ड भइरहेछ अहिलेसम्म हामीले भेटेकै छैन साथीहरूलाई हुन्छ यो चाहिँ एउटा आस्था होइन सोचेको कुरा पुरा हो नि हो राम्रो होस् त्यही भनेर हामी विश्वासले गर्छौँ यो चाहिँ सन्तपुर एरियाको मन्दिर है मन्दिरमा हामी घुमिरहेछौँ साथीहरूले पूजा गरिरहेछ म चाहिँ यता बाहिरबाट भिडियोहरू बनाइरहेको छु
साथीहरूले दर्शन गरिरहेछ है। यो एकदम पवित्र धर्मस्थल हो। यहाँ चाहिँ साँचो मनले र चोखो मनले पूजा गऱ्यो भने चाहेको सबै कुरा पुग्छ भन्ने जनविश्वास छ। त्यो भएर यहाँ धेरै दर्शन गर्नका लागि आउँछन् मान्छेहरू। अहिले चाहिँ हामी तल मन्दिर पुगेर आउँदाखेरि अघि छुटेको साथीहरू बल्ल भेटाइ है। ल हामी चाहिँ अलिक दुःख लागिरहेछ, अलिक भ्लगमा आउन पाइएन है। के भइहाल्छ नि, अब आउँछन् त थोरै थोरै। ल त ए के लेखेको छ यहाँ पढेर सुनाउ त। अब हामीले खाजा खानालाई के छ खानेकुरा खानालाई चाहिँ यहाँ होटलमा आइरहेछौँ। ए हाम्रो साथी अघि आएर खाजा अर्डर गर्दै रहेछ। उहाँ चाहिँ यहाँको अघि साथीहरू यहाँ आएर बसेको छ। अब हामी यहाँ बसेर चाहिँ